आजको प्रार्थना। हे परमेश्वर, म आज बिहान तपाईको उपस्थिति र अनुग्रहको लागि धन्यवाद दिन्छु। म यो नयाँ दिनमा तपाईको मार्गदर्शनको खोजीमा छु। तपाईको वचनमा लेखिएको छ, जसले तिम्रो साख स्थिर रहन्छ उसलाई शान्ति दिनेछ। यशाया 26:3। म तिम्रो शान्ति अनुभव गर्न चाहन्छु, जसले मेरो हृदय र मनलाई सुरक्षित राखोस्। म आफूलाई तपाईको हातमा सुम्पन्छु। तपाईको योजनाहरू र उद्देश्यहरूमा समर्पित रहन चाहन्छु। म मेरो सङ्घर्ष र चुनौतीहरूमा तपाईको बल धैर्यको लागि प्रार्थना गर्दछु। मलाई विनम्रता र आभारको साथ जीवन यापन गर्न मद्दत गर्नुहोस्, ताकि म तपाईका कृपाहरूलाई पहिचान गर्न सकूँ। आज म तपाईको महिमामा जिउँदै यो दिनलाई तपाईका कार्यहरूको लागि समर्पित गर्न चाहन्छु। यस दिनको हरेक क्षणमा म तपाईको अनुग्रह र प्यारो प्रेमको अनुभव गरौँ। यसलाई म येशूको नाममा प्रार्थना गर्दछु। आमीन, आमीन। प्रभु, हर पल हर समय हामीलाई अनुग्रह गर्नुहोस्। हजुरको अनुग्रह हर पल हर समय हामीसँग रहिरहेको होस् भन्दै फेरि पनि माग्दछु येशू ख्रीष्टको नाममा। आमीन, आमीन।